वेलकम ब्याक टु आवर युट्युब च्यानल गाइज। आज चाहिँ हाम्रो चाहिँ युट्युबको ओनर हाम्रो मिस्टर अजय खत्री सरको चाहिँ बर्थडेको चाहिँ सरप्राइज प्लानहरू चाहिँ अर्गनाइज गरिएको छ। उसलाई चाहिँ केही पनि थाहा छैन, ऊ चाहिँ काममा छ। अनि हामीले चाहिँ अलिअलि खानाहरू पकाएर अनि मेरो उसको साथीहरू अनि आजपालि चाहिँ एकजना साथीको चाहिँ बाबा मम्मी आउनुभएको छ, उहाँहरू सबैजनालाई इन्भाइट गरेर अनि अझै आउनुभन्दा अगाडि चाहिँ सरप्राइज दिने प्लान छ। तर बर्थडे चाहिँ भोलि हो। भोलि चाहिँ हामी बाहिर घुम्न जाने भएर अनि आएर टायर्ड भएर पकाएर सबै सम्भव नहुने भएर चाहिँ अझै दिँदैछौँ। यहाँ चाहिँ मासु पाक्दैछ, मिठो नमिठो जस्तो भए पनि, तर पाकिसकेपछि मासु मिठो देखेछ। वाउ। अनि मैले चाहिँ यसरी डेकोरेसनहरू अलिअलि गरेछु। डेकोरेसन गर्न चाहिँ हाम्रो एकजना बहिनीको चाहिँ एकदमै ठुलो हात छ, उसले गरेर नै आज मैले चाहिँ यो डेकोरेसन गरेर सरप्राइज गर्न पाएँ। बर्थडे बोयको चाहिँ बर्थडे स्टार्ट भयो। Happy birthday to you. Happy birthday. अमेरिकन केटोले उल्काइको छ। कस्तो भइरहेछ? कस्तो लागिरहेछ दाइको बर्थडे? कस्तो लागिरहेछ दाइको बर्थडेमा? एकदम खुसी लागिरहेछ। म उबर गरेर आएको नि। तपाईँ खोइदिएको देखाउनु त। चल आगर आगर। आगरी छ दाइ हजुर भन्नु छैन, आगर आगर अरे के हो त्यस्तो त्यो? हामी त लाग्यो घुम्न। हामी कहाँ जाँदैछौँ रे? कहाँ जाँदैछौँ भन्दा त मेरिगोल्ड गार्डन जाँदैछौँ आज। आज हामी एकदमै इन्जोय गरे पिकनिकको हिसाबले सबै खानेकुराहरू बोकेर आफ्नै उता साथीहरू कुरिरहेछन्। उता हाम्रो चाहिँ हामी चाहिँ एकैचोटि गाडीमा गएर भेट्छ तपाईँहरूलाई। अब ऊ त सोलाएर बोल्नु फेरि सानोतिनो पाराले बोलेको नि त। हामी रोडोडेन्ड्रन कि के गार्डन र त्यहाँसम्म बाटो हुँदै ब्लू माउन्टेन बाटो हुँदै हाम्रो अन्तिम गन्तव्य चाहिँ घरै हुनेछ होइन। अब जीवनकै गन्तव्य सोध्नुभयो भने चाहिँ धेरै टाढा छ, अब नभनौँ। तर आजसम्मको गन्तव्य चाहिँ ब्याक टु होम। Yo, what is this? What is this? Oh my god. Oh my god. Oh, birthday boy. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Ade. Happy birthday to you. जाम 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 जाम। अहिले पो बुढो भयो, पनि झुके हुँदो अहिले पो बुढो भयो।
भन्दै सही जाने हो कि 10 मिनेट भन्दै बस्ने अहिले यसमा कति 10 मिनेट अगाडि 1 घन्टा बाँकी छ त्यसपछि 10 मिनेट भयो नि हामी रोटेरियन गार्डन आएछौँ गाडी रोक्यौँ हामी कता मङ्गलबार हो ल गाइज हामी कहाँ आइपुगेको छौँ रोटेरियन गार्डन हाम्रो गाडी वी आर इन जङ्गल लड्की समझ गई होला पुल देख्दैमा तिमीहरुले जानुपर्छ गाडी आयो यस्तो बस्ने ठाउँहरू रहेछ यहाँ बसेर त खान त दिन्छ होला त नि यस्तो कति तर दामी यार नेपाल पछि यहाँ आएको धेरै पछि लालीगुराँस देख्दा यस्तो हाम्रो राष्ट्रिय फुल ल होइन त माया लालीगुराँस कति थरी हुन्छ यो पनि लालीगुराँस हो माया यो व्हाइट पनि कति थरी हुन्छ त गाडी पनि हिँड्नु मिल्छ कि त्यहाँबाट गाडीमा आमा लालीगुराँस भगवान् कस्तो राम्रो लाग्यो मलाई त कस्तो दामी माया होइन डिफ्रेन्ट थरी हुन्छ नि माया मैले त नेपालमा देखेको थिएँ कति थरी त्यही भएर चिसो चिसो रहेछ हौ तर कसम कस्तो राम्रो यार ओइ माया हेर न यहाँ कति दामी राष्ट्रिय फुल नेपालको राष्ट्रिय फुल हो यार खान मिल्छ त यो थाहै छैन त टिप्न चाहिँ मिल्दैन होला नि all of you guys can you please मलाई चाहिँ यो गार्डन एकदमै रमाइलो लाग्यो एकदमै राम्रो लाग्यो कस्तो राम्रो प्रिजर्भ गरेर राखेको छ हेर न कस्तो कस्तो यहाँ फोटोहरू खिचेर छन् खैरेनीहरू उताबाट यता आउने रहेछ क्या माया म त नेपाली डली डलीमा हो डली डलीमा
ठाउँहरू बस्ने ठाउँहरू कस्तो राम्रो हेलो अझै हेलो हेलो माया अरू टाइममा चाहिँ यो फुल पनि फुलेर एकदम राम्रो देख्छ र अहिले चाहिँ सुक्या छ अङ्कल र आन्टी कस्तो लागिरहेछ अस्ट्रेलियाको टुर गार्डन टुर भन्नु न आन्टी एकदम रमाइलो हामीले चाहिँ अब रोडोडेन्ड्रन गार्डन घुमेर भइसकेको छौँ अब चाहिँ हामी चाहिँ मेफिल्ड गार्डनतिर घुम्नको लागि प्रस्थान गर्दैछौँ हामी चाहिँ गाडीमा जाँदैछौँ हामी चाहिँ जाउँ सर र यो गार्डन घुम्ने भने सबै यस्तै थियो होला नि होइन भित्र अरू पनि छ हामी यतै छिर्ने पार्किङ यतै होला त पार्किङ फाइनल्ली आइपुग्यो गाइज 3 घन्टा गाडीमा चाहिँ गरेर हामी गाडीमा आइयो मेफिल्ड गाडी आइपुग्यो है आम्मा भ्यू हाम्रो ड्राइभर जी आउनुभयो 3 घन्टाको ड्राइभ पछि फाइनल्ली आइपुग्यो सबजना ज्यान तर्काउँदैछ नि फाइनल्ली आइपुगेको छ मेफिल्ड गार्डन तर आजको वेदर एकदम रमाइलो छ एकदम वेदर राम्रो भइरहेछ रमाइलो लागिरहेछ मलाई चाहिँ ठाउँ अब हामी मैले सुनेको छु यहाँ पैसा तिरेर जानुपर्छ अरे $35 लाग्छ अरे अब हामी काउन्टरतिर लाग्छौँ अनि त्यहाँ गएर टिकट काट्छौँ अनि आउँछौँ हाम्रो गाडी चाहिँ उता सबजना आउँदैछन् कोही साथीहरू अगाडि गइसकेका छन् यहाँ चाहिँ टिकट अफिस छ यता रेस्टुरेन्ट पनि रहेछ बसेर खानालाई यता सानो कटेज जस्तो टाइपको यस्तो ब्यान्ड लाउने कार्यक्रम भइरहेछ हाम्रो टिकट काटेर खोइ को कसो बाँकी दियो उता ल राही लगाइदियो ल हाम्रो इन्ट्री भयो ल यहाँ गएपछि चाहिँ म एउटा कुरा चाहिँ सरप्राइज भएँ यो चाहिँ प्राइभेट प्रपर्टी रहेछ म त गभर्मेन्टको होला सोचिरहेको थिएँ होइन यो चाहिँ 65 हेक्टरमा को एरिया रहेछ यसको चाहिँ टोटल यो चाहिँ इन्सपायर बाई चाहिँ युरोपियन स्टाइलहरूको देखेर चाहिँ यो गार्डन बनाएको रहेछ अनि यो चाहिँ हकिन्स फ्यामिलीको रहेछ यो गार्डन चाहिँ कस्तो लागिरहेछ सञ्जय तिम्रो ठाउँ जङ्गलमा ल्याएर जङ्गल भाइ यो ठाउँ तिमीलाई यस्तो राम्रो लागेन जङ्गलमा अहिले अब
more to explore. More to explore, Yeah, Ani? we're just heading to Just started. yeah, just started walking through. I think we bushes. came into the wrong way. Yeah. Are they really looking the map? That's the big question. Shit navigator. Shit navigator. Yeah. हाम्रो इन्ट्री भयो गार्डनको यहाँ आयो क्याम्पिङ एरिया कता यता जाने होला वाटर गार्डन पहिला कता जाने पहिला हेर वाटर गार्डन 6 हो यो वाटर गार्डन जानलाई यता अब ग्याम्पलिङ एरिया जानलाई माथि अब हामी त्यस मेससम्म पुग्ने गरी 30 को जानु पर्यो हैन कहाँ जाने रे? पहिले यता जाउँ ल वाटर गार्डन सब दामी छ भ्यू यार ठिक्क भयो माटो डोस बोकेर यो भ्याली अफ द पोइन्ट हो के 13 नम्बर 14 कि 3 हो 13 3 होला नि हेर साथी यहाँ 3 उता वहाँ कोड नम्बर 1 र 13 लेखेको छ के रे 3 हो जस्तो लाग्यो यहाँ सम्झ साथी हामी यस्तो टाढा यहाँनिर 1 र 13 नम्बर कोड हो के भक्क 3 मा छ यो नि राम्रो छ ल हो नाइ ए हाम्रो पनि Oh my god, कस्तो दामी Don't look at this guy. Look at the sea. Look at the view. Okay, don't look at this guy, yeah? यताबाट यस्तो उज्यालो आउँछ नि त यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ जुम गर न टिप यसरी कहाँ यहाँ त गहिरो होला यार कस्तो राम्रो फुलहरू छ लाली ग्रासहरू चाहिँ मेरो बुढी माकुरी बसिरहेछ
माया जाम माया जाम माया मलाई त यति राम्रो छ कि होइन कता कता कभर गरौँ भइरहेछ हौ मलाई चाहिँ होइन एकदम रमाइलो लाग्छ होइन यो ठाउँ धेरै पछि नेपालमा लालीगुँरासहरू यताउता देखेको त्यहाँ पछि अस्ट्रेलिया यति 3 वर्ष भयो आएको नदेखेको तर यहाँ देखेर मलाई एकदमै सायद म नेचर लभर भएर नि आइम सो ह्याप्पी हजुर तिम्रो नाउँमा मलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ यो तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा पिपी यो चाहिँ हामीले पुरै गार्डन चाहिँ एक्सप्लोर गरिरहेको छौँ एज मच एज वी क्यान लाइक तपाईँ यता हेर्नु सक्नुहुन्छ गाडी कस्तो राम्रो गाडी यस्तो कहिले देख्नुभएको थियो तपाईँले तर यहाँ मेफिल गाडी देख्न सक्नुहुन्छ आउनुहोस् 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 हेर्नु कस्तो राम्रो दृश्य दृश्य हेर्नुहोस् दृश्य वाउ तर कस्तो माया होइन मेरो एक्सपेक्टेसन एकदम मिट भयो मैले यसमा भिडियोमा हेरेको थिएँ तर भिडियो जस्तो अलिकति हुँदैन जस्तो लाग्छ नि त फोटो जस्तो तर कसम त्यो भन्दा होइन फोटोमा भन्दा एकदम रियल छ आई विस आई क्यान कभर एभ्रिथिङ के Feel the sound, to dance sound.
यस्तो झर्ना देख्न सक्नुहुन्छ। यस्तो झर्ना चाहिँ यति एउटा मात्रै होइन, कति धेरै छ। हामीले चाहिँ हाम्रो देशमा यस्तो नेचुरल छ होइन, त्यो कुराको युटिलाइज गरेको छैनौँ। विदेशमा चाहिँ नभएको यसलाई यस्तो बनाएर यति राम्रो मान्छेले टुरिस्ट आकर्षण गरेको छ। सायद हामीले यो कुरा चाहिँ हाम्रो देशमा एकदमै इम्प्रुभ गर्नुपर्ने कुरा होला। Hello. Hola. कस्तो लागिरहेछ? मलाई कतिचोटि सोध्ने एउटै क्वेसन होइन? तर होइन यसको जतिचोटि सोधे पनि होइन यो ठाउँको तारिफ गरेर सकिँदैन कि। मलाई त्यस्तो एकदम रमाइलो लाग्यो। जहिले घरबाट होइन यता हो यता यतारी हो कि मान्छे यो बाटोलाई जोडिन्छ कि। अरू आन्टी लभर भन्छ नि, तिमी चाहिँ नेचर लभर हो। यहाँबाट कता गयो भने चाहिँ सबजना हामीलाई छोडेर गएको अवस्था। कता गयो तिनीहरू फोन गरेर त तिनीहरू हाम्रो चाहिँ छुट्टीको अवस्था परेबाट ढोका दिएर कहाँ गयो हामी फोटो खिच्नु Two, three, go. बाटो हेर्दै बस्यो बाटो लक्षित है यो यही हो। ओइ हुँदैन टेक्छ सबैजना म टेक्छु तल। एउटै मात्र बाटो छ। भाइको पछि पछि हेर्दै बाटो यहाँ छ कि यसले पहिल्यै देखाएको रहेछ। हेर्दै आउँछ नि। आऊ 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 कहाँ पुग्यो म त ओइ यो त कहाँ हो?
निस्क्यो त उताबाट एकजना जाउँ त्यहाँबाट सन्जेर अब बाटो भन्नु पर्छ सन्जु भित्र आएको हो त्यही बाटो आऊ 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 कुदा कुदा त्यो बाटो सिधै छ क्या अरू कुनै बाटो छैन त्यहाँ त ल आइपुग्नु भयो ल आइपुग्नु भयो ल आइपुग्नु भयो आउनु सिधै आउनु आयो अब दौड दौड यो त पछाडि सबभन्दा पहिला आउने केटीमा फर्स्ट भाउजू यो हामी मेज गेम खेलियो यहाँ यताउता पजल रहेछ हामी त्यहाँबाट निस्किने अनि भित्रमा छुने काम खेलियो एकछिन रमाइलो भयो सबजना कुद्दा कुद्दा हामी थाकेर यहाँ बसिरहेछौँ आफ्नो फोनमा चार्ज टलक्क भइरहला आफ्नो ठ्याक्क भइसक्यो चाहिँ यहाँ सकियो घुमेर मेजहरू घुमेर सकियो एकदमै राम्रो रहेछ गेम सेम खेलियो हामी एकदम रमाइलो भयो कस्तो भयो माया भन्नु त अहिले चाहिँ रमाइलो भयो तर तिमीलाई चाहिँ कस्तो भयो भन न मलाई त एकदम तिम्रो अब मैले मेरो उसको मायाको बर्थडेमा चाहिँ मैले कहाँ लथेँ भन्नु त क्रुज क्रुजमा लगेर यता डिनर दिएको थिएँ आज चाहिँ मेरो बर्थडेमा चाहिँ हामी यता गार्डन मेफिल गार्डन घुम्न आएको छौँ तर हामी आधा मात्रै घुम्यौँ आधा त बाँकी नै रह्यो आज हामी ढिलो भयो दुई ठाउँमा घुम्ने उसले चक्करले ठिकै छ तै पनि हामीले मेन ठाउँ चाहिँ घुम्यौँ त्यही पनि खुसी छौँ हामी फर्किँदैछौँ कोही टोली उता कोही टोली अङ्कल आउँदै हुन्छ अब तो मेरा दिल जागे न सोता है क्या करूँ हाय कुछ कुछ होता है क्या करूँ हाय कुछ कुछ होता है बाँच्यो भने स्वर्ग देख्न पाइन्छ भन्थे सायद स्वर्ग भनेको नै यही होला है बाँच्यो भने स्वर्ग देख्न पाइन्छ भन्थे सायद स्वर्ग भनेको यही होला आजलाई चाहिँ हाम्रो ट्रिप सकियो हामी फर्केको छौँ अब अलमोस्ट 5 बजिसकेको छ हामी ढिलो भइसक्यो कति रे 5 भनेको 5 भनेको एउटै हो अब हामी फर्किँदैछौँ अब हामीलाई चाहिँ सबले छोडेर गए हामी चाहिँ के गर्दैछौँ हामीले घरबाट मासुहरू ल्याएर आएको छौँ ड्राई पिकनिक जस्तो गर्छौँ त्यो कुराहरू तपाईँहरूले देखाउँदैछौँ अवश्य हेर्नु होला अब हामी चाहिँ निस्कियो गाइस लोके कस्तो लाग्यो तँलाई नराम्रो फेरि आँखै बिग्रेछ यो अब हामी फर्कियो यहाँ क्लोज गर्ने बेला भइसक्यो हामी ढिलो भइसक्यो अझै सबजना फर्किँदैछन् आउँदैछन् साइड बसेर खाँदैछौँ हामी हुन्छ अहिले एकछिन थप्नु खाँदैछौँ हामी कस्तो लागिरहेछ माया यहाँ आएन नि कोही त्यहाँ बसेर खाँदैछौँ
अनुले बनाएर खाँदै दुईजना थाहा छ तिनजनालाई नि मलाई त थाहा छैन है सबैजनाको चिया सेसन मलाई नि भन्नुभएको थियो खानु चिया खाऊ भनेर भनेको कसैलाई पप पनि खाएको मैले सनसेट हेर्न भ्याउँछ त भ्याउँदैन है तिम्रो त फेरि त्यहाँ मर्स्याङ्गी सलाल माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल एउटा गाउनु माया तिमी सिलो माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल मालाई कसिलो जिउडालाई कसिलो ससिलो मायाको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी अङ्कलको टोपी सोपी माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल माया तिमीलाई टोपी अङ्कलको टोपी माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल बोली देऊ रसैले कसैले मायाको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल के भन्दा धेरै बोल्टी पिला मर्स्याङ्गी सलाल ओराली धाई माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल सन्ध्या खाली छ के छ सामान म त्यहाँ आउँछु कि सम्झना आउँछ डर लाउँछ पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल सम्झना आउँछ भयो कि डर लाउँछ पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाल पानको पात माया तिमीलाई सम्झन्छु
भगवानले चुराए दुरुस्त मनको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै ल तिमीलाई सम्झन्छु दिनको रात मसँगै ल भगवानले फेरि नि जुराइदेऊ सबको मनोकामना पुराइदेऊ मनको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै ल तिमी सुराइदेऊ फेरि नि जुराइदेऊ सबको मनोकामना पुराइदेऊ मनको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै ल तिमीलाई सम्झन्छु दिनको रात मसँगै ल मसिनो बोली मनको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै माया तिमीलाई सम्झन्छु दिनको छैन भोलिमा दम छैन लमजुङे हौ कोही भन्दा कम छैन सधैँको हो खै त डिओल गर न माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै चाहिन्छ पानीको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै जाने चाहिन्छ मनको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै किन होला अहिले नै आत्तिनी खेली बेला नाति र नाति तिनी मनको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै अहिले नै आत्तिनी र नातिनी मनको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै साह्रै राम्रो भयो नि यात्रा यस्तो बिजोग नबनाइदो गाई जात्रा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै ल माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै ल रमाइलो दोरी खेला पछाडिका स्याल जति त्यसैलाई मनको बात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगै ल दोरी खेलाए
बाडीका सब जाति सेलाए लागि साथ दिने म छु नि तिमीलाई कति माया हो गर्छु नि पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलल हो हल्ला गरन पछाडि भयो अगाडि सरन पानको पात लाखो माया कोहीसँग लुक्दैन थापा छोरी हातबाट झुक्दैन बल्ल पर्यो निर्माया लुक्दैन थापा छोरी झुक्दैन बल्ल पर्यो निर्माया माकुरी जालैमा बल्ल पर्यो निर्माया माकुरी जालैमा तिम्रो माया मनैमा लुकाइदेऊ थापा छोरीलाई एकछिन झुकाइदेऊ बल्ल पर्यो निर्माया लुकाइदेऊ थापा छोरीलाई झुकाइदेऊ बल्ल पर्यो निर्माया माकुरी जालैमा ल पर्यो निर्माया माकुरी जल आउँछ खाना मैले खाँदिन चोरी खेल्न उठेर नपार बल्ल पर्यो निर्माया माकुरी खाँदिन चोरी खेल्न उठेर नपार बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा कपीमा लेखेको कति साह्रो हामीलाई हेपेको बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा बगेको खोला बल्ल पर्यो निर्माया माकुरी सपोर्ट गाइज अलि ब्याटलमा आउनु पर्यो क्या एउटा कुनामा चेपेको त्यही भएर खनिएर हेपेको बल्ल पर्यो निर्माया माकुरी जालैमा कुनामा चेपेको त्यही भएर खनिएर हेपेको बल्ल पर्यो निर्माया माकुरी जालैमा बल्ल पर्यो निर्माया माकुरी जागेको आफैलाई लागेको बल्ल पर्यो निर्माया
अनि फेरि भोक लाग्दैछ फेरि भोक लाग्दैछ तातो रगत भित्र चाल्दैछ बल्ल पर्यो निर्माया लाग्दैछ लाग्दैछ बल्ल पर्यो निर्मायामा कुरी जालैमा पर्यो निर्मायामा कुरी जालैमा चिउरा छ झोलामा तातो रगत बोगाइदेऊ खोलामा बल्ल पर्यो निर्मायामा कुरी जालैमा बल्ल पर्यो निर्मायामा कुरी जालैमा खाना चिउरा मेरो पेट फुलिन्छ गीतका कुरा सुतेसी भुलिन्छ बल्ल पर्यो निर्मायामा कुरी जालैमा गीतका कुरा सुतेसी भुलिन्छ हामीले खाना खाएदेखि यसरी गीत गाएको हामी घर नपुगिन्जेलसम्म गीत गाउँदै गाउँदै आयौँ एकदमै रमाइलो भयो हामी चाहिँ यसरी आयौँ अनि यसरी छुट्यौँ बाई भनेर आजलाई धन्यवाद थ्याङ्क यू Thank you.